तो आओ यार शुरू करते हैं बिना किसी बकचोदी के। फ्री फायर बैन होने फ्री फायर बैन ये क्या है? फ्री फायर ब्यान हुने कुरा फेरि चर्चामा आएको छ। आरएसपी यानी कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले संसदमा मोबाइल गेम्सहरूमाथि प्रश्न उठाएका छन्। एउटा दुखद घटनापछि उनले फ्री फायर जस्तो गेम बन्द गर्न सरकारलाई आग्रह गरेका छन्। त्यो दुखद खबर मैले भिडियोको इन्डमा राखिदिनेछु। तर के साँच्चै गेम नै मुख्य समस्या हो त? आज स्पोर्ट्सबाटै हजारौं युवाहरूले करियर बनाइरहेका छन्, इन्टरनेशनल टुर्नामेन्ट खेलिरहेका छन्। गेम भन्दा पनि कन्ट्रोल बिना मोबाइल युज, प्यारेन्टिङ र अवेरनेस ठूलो विषय हुन सक्छ। तपाईको विचार के छ? फ्री फायर ब्यान हुनुपर्छ कि सही गाइडेन्स चाहिन्छ? अनलाइन गेम फ्री फायरमा लत बसेका उनलाई बुवाले मोबाइल खोसेपछि त्यसैको न्युमा उनले आत्महत्या गर्ने निर्णयमा पुगेका थिए। तत्काल यस्ता एपमा प्रतिबन्ध लगाउन सभामुख मार्फत म सरकारको ध्यानआकर्षण गराउन चाहन्छु। बारादशी 4 चकचकी निवासी राकिब हुसेनका 16 वर्षीय छोराले गत वैशाख 30 गते आत्महत्या गरे। आत्महत्याको कारण थियो मोबाइल। अनलाइन गेम फ्री फायरमा लत बसेका उनलाई बुवाले मोबाइल खोसेपछि त्यसैको न्युमा उनले आत्महत्या गर्ने निर्णयमा पुगेका थिए। उनी जस्ता लाखौं बच्चा अहिले पनि अनलाइन गेमिङको लतसँगै गम्भीर मानसिक सालभरि फ्री फायर ब्यान हुने एकदम धेरै हल्ला छ। मैले हिजो पनि भिडियो बनाएर हालेँ, ब्यान त हुँदैन तर भए पनि मलाई मतलब छैन भनेर भिडियो हालेको छु। तर पनि म हिजो लाइभ बसेँ, च्याटमा जति बेला नि फ्री फायर ब्यान हुने हो र यति धेरै कमेन्ट आएको छ, म कुरै छोडिदिउँ। यो कुरा म चाहिँ के भन्न चाहन्छु भन्दा ब्यान चाहिँ हुँदैन। मलाई जहाँसम्म लाग्छ, मैले मेरो दिमागले जहाँसम्म भ्याउँछ ब्यान चाहिँ हुँदैन। तर हामीले एउटा सर्वे गरौँ न त। अब हामी यस्तो गरौँ न त नि, सबजनाले कमेन्टमा कसले फ्री फायर ब्यान भइदियो हुन्थ्यो भन्न चाहनुहुन्छ त्यो मान्छेहरूले त यस लेख्नुहोस्, ब्यान नभइदियो हुन्थ्यो है भन्नेहरूले नो लेखौँ त। हेरौँ त एकचोटि कतिले चाहिँ फ्री फायर ब्यान भइदियोस् भनिरहेछन्, कतिले चाहिँ होइन नभइदियोस् भनेर एकचोटि